Happy New Year! Namaste, Juzulapa. Welcome back to my YouTube channel. I hope हजुर सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। सबैजनालाई चाहिँ नयाँ वर्षको धेरै धेरै शुभकामना छ। रमाइलो गर्नुस्, घुम्नुस् अनि हजुरहरूको 2082 मा गर्न नसक्नु भएको कामहरू चाहिँ 2083 मा चाहिँ कम्प्लिट होस् भन्न चाहन्छु। सबैजनाको राम्रो होस्, सबैजनालाई भगवानले रक्षा गरून्। आई थिङ्क म धेरै टाइमपछि भ्लगमा ब्याक भएको छु होइन। मैले कति त भ्लग पनि हालेको नै छैन, हाल्ने टाइम पनि छैन, प्लस कन्टेन्ट पनि छैन। अभियसली बिजी लाइफ भएपछि त्यस्तै नै हुन्छ अनि अभियसली कर्पोरेट अफिसमा काम गरेपछि त्यस्तै नै हुन्छ। त्यही नै हो। म घुम्न पनि गइरहेको थिएँ तर मैले भिडियो चाहिँ बनाएन किनभने कालिम्पोङ त गएको थिएँ। आई थिङ्क 1 वर्ष अगाडि पनि गएको थिएँ। सो त्यो भएको भएर चाहिँ सेम प्लेसको चाहिँ किन बनाउनु भनेर चाहिँ मैले बनाइनँ। सो भ्लगहरू त धेरै पछि नै आयो भनौँ। आई होप अब म भन्न चाहिँ सक्दिनँ। इफ पोसिबल भयो भने चाहिँ म थोरै टाइमको ग्यापमा चाहिँ भिडियो हाल्ने ट्राई गर्छु। ओके, यो कुराहरू जब सबै साइडमा राखौँ। आज चाहिँ नयाँ वर्ष। यो चाहिँ मेरो भ्लग चाहिँ भोलिपल्ट आउँछ। वैशाखको 2 गते पोस्ट गर्छु म। आज मैले दिनभरि के गर्छु र दिनभरि हाम्रो के हुन्छ त्यो सानो सानो मोमेन्टहरू, सानो सानो कुराहरू चाहिँ म क्याप्चर गरेर हाल्ने ट्राई गर्छु। लास्ट इयर पनि मैले भिडियो चाहिँ हालेको थिएँ तर अभियसली लास्ट इयर चाहिँ म आफै मेलामा गएको भएर म आफै गइरहेको भएर चाहिँ मैले गर्न पाइनँ। किनभने त्यतिखेर लास्ट इयरको वैशाख 1 गते त पानी पनि परेको थियो होइन। सो त्यो भएको भएर चाहिँ पोसिबल भएन। अब सबैजना रथ पूजाको मेला हुन्छ भनौँ न। हाम्रो आज चाहिँ रथ पूजाहरू हुन्छ। सो मेलाहरू हुन्छ। सो त्यो भएको भएर म आफै नै गएको भएर चाहिँ मैले भिडियोहरू खिच्न पाएको थिएन। सो आज चाहिँ म अलिकति भिडियोहरू क्याप्चर गर्ने ट्राई गर्छु नयाँ वर्षमा नयाँ जोस र जागरको साथमा। सो हजुरहरू पनि रमाइलो गर्नुहोस्, आफ्नो फ्यामिलीसँग बसेर कतै घुम्न जानुहुन्छ भने पनि रमाइलो गर्नुहोस् अनि स्टे सेफ, स्टे हेल्दी भन्न चाहन्छु। अब नेगेटिभ कुराहरू अहिले नगरौँ नयाँ वर्षको स्टार्टिङ डेजमा नै। सो अब राम्रो कुराहरू नै गर्दै गरौँ। अवश्य राम्रो कुरा भएपछि नेगेटिभ कुराहरू त भइ नै हाल्छ। सो नेगेटिभ कुराहरूलाई चाहिँ माइन्डमा नराखिकन हामी चाहिँ पोजिटिभ कुराहरूतिर लागौँ। यति भन्दै अहिले चाहिँ म मेरो भ्लगलाई चाहिँ यतै पज गर्न चाहन्छु। म चाहिँ भर्खर उठेको हो होइन, एकैछिन भयो 8 बजे उठेको थिएँ। सो अब चाहिँ म जान्छु माथि किचनमा गएर थोरै केही खान्छु, त्यसपछि खाना बनाउँछु। त्यसपछि अब खानासाना खाइसकेपछि चाहिँ रेडी हुन्छु अनि मैले आज के लुगा लगाउँछु त्यो पनि रेडी भइसकेपछि देखाउँछु हजुरलाई। म अहिले चाहिँ म माथि किचनमा गइसकेपछि चाहिँ म मेरो सानो 2टा पपीहरूलाई देखाउँछु। एउटा चाहिँ पुन्टुलाई देखाउँछु, एउटा चाहिँ कालीलाई देखाउँछु। पुन्टु चाहिँ लास्टै हरामी भएको छ अहिले होइन। म उसलाई पनि दुवैजनालाई देखाउँछु। एकचोटि हेर्नु होला, मेरो पेट्सहरूलाई पनि भेट्नु होला। त्यति भन्दै अब म आई थिङ्क म चाहिँ अब मेरो भिडियो चाहिँ म के भन्छ कन्टिन्यू चाहिँ म रेडी भइसकेपछि राख्छु होला। आई थिङ्क मैले आज कुन चाहिँ आउटफिट लगाउँछु त्यो पनि हजुरहरू हेर्नु होला र मैले आज के गर्छु त्यो पनि हेर्नु होला। यति भन्दै अहिले चाहिँ मैले मेरो भिडियोलाई पज गरेँ। यो चाहिँ भयो मेरो ठुलो पप्पी काली ल्याब ब्रिडको। आदेऊ 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 अर्को देऊ अर्को देऊ आदेऊ आदेऊ आदेऊ। अनि यो भनेको चाहिँ पुन्टु हो। ल आदेऊ पुन्टु आदेऊ। गुड बोय। लास्टै चकचके भएको छ नि, राति आफ्नो ठाउँमा पनि बस्दैन। अब उसले दिएपछि उसलाई पनि दिन पर्ने अरे। ल यसरी हात दिन्छ उसले चाहिँ। ज्ञानी छ तर ज्ञानी चाहिँ सानोभन्दा चाहिँ धेरै नै ज्ञानी छ। हेर्नुहोस् आदेऊ। गुड ह्याप्पी न्यू इयर। अर्को देऊ। गुड ह्याप्पी न्यू इयर कालीलाई पनि। ल यो चाहिँ मेरो काली आऊ
ऐसे उठ न तिमी त लास्टै अल्छी छौ त लास्टै अल्छी छ यही नै हो मेरो ठुलो पेट पुटु आऊ यहाँ यो फेरि रिसाउँछ यस्तो रिसाउँछ यो यस्तो रिसाउँछ कुरै छोडिदिनु क्या यो त छ्या लास्टै रिसाउने पुटु यहाँ आऊ लाऊ यहाँ आऊ आउँदैन यो चाहिँ हो मेरो पुन्टु अघि त भागिहाल्यो है रिसाउँछ एकदम धेरै यहाँ उकाली बिस्कुट दिएर बोलाएको आउँदैन यस्तो छ यस्तो हरामी छ रिसाउनु पनि यस्तो रिसाउँछ यो यस्तो रिसाउँछ टोक्न आउँछ मलाई कतिचोटि टोकिसक्यो बानी बेहोरा त फेरि गतिलो छैन पिट दिनु भन्दा पनि नमान्ने भन्दा नहुने भन्ने यो फेरि कस्तो ज्ञानी छ यो चाहिँ लास्टै ज्ञानी छ यता यो चाहिँ लास्टै हरामी छ यो चाहिँ लास्टै हरामी छ टोक्न आउनु खोज्छ यसले त यस्तो छ ल यही नै हो मेरो दुईवटा पेटहरू उहाँहरूको साइडबाट पनि ह्याप्पी न्यु इयर हजुरहरूलाई अब यिनीहरूलाई म केही कुराहरू खुवाउँछु त्यसपछि यिनीहरू त्यस्तै नै गर्छन् 1 2 3 टाडा यो नै हो मेरो आजको आउटफिट ओके अलमोस्ट मेकअप पनि डन भइसक्यो मेरो यो चाहिँ मेरो पहिलाको नै आउटफिट थियो सो मेरो चुरा यो भयो नेवारी अर्नामेन्ट यो कानमा लगाउने पनि मैले कपाल यसरी बाटेको छु यो नै हो मेरो फाइनल लुक यो चाहिँ मैले पोर्ट्रेटमा खिचेको ल्यान्डस्केपमा चाहिँ यहाँ हातमा चाहिँ आएँ सो त्यो भएको भएर मैले जुत्ता लगाएको छु यो हो त्यसपछि मैले पाउच पनि लगाएको छु यो नै हो मेरो न्यु इयरको फर्स्ट डे लुक नेवारी ड्रेस अगेन ह्याप्पी न्यु इयर अब चाहिँ हामी घुम्न जानको लागि निस्केको छौँ अब यो भइसकेपछि मैले पछि मात्रै गर्दैछु सो एकछिन हजुरहरू यो भिडियो हेरेर इन्जोय गर्नु होला म चाहिँ भिडियो खिच्नको लागि अगाडि जाँदैछु यतिखेर चाहिँ बोलेर भिडियो खिच्नको लागि चाहिँ पोसिबल भएन किनभने यो टिङ्गे बाजाको साउन्डले गर्दा मैले बोलेको केही पनि बुझ्दैन थियो सो मैले यतिखेर चाहिँ भिडियो क्याप्चर गरेर पछि भोइस ओभर गर्दैछु सो मैले कहिले आफ्नो भिडियो खिच्दैछु कहिले पछाडिको भिडियो खिच्दैछु सो म चाहिँ यहाँ एकछिन माथि चढेर र्याली या मेलामा आउनु भएको हिँड्नु भएको भिडियो खिच्दैछु सो हजुरहरूले चाहिँ झ्याउ नमानिकन हेरिदिनु होला सो यसको बारेमा अलिअलि स्टोरी त मलाई पनि थाहा छैन अलिअलि थाहा छ त्यो अलिअलि थाहा भएर त भएन नि त सो अब एकछिन हेरेर इन्जोय गर्नुहोस् सबैजनाले आफ्नो एउटा टिम बनाएर सबैजना सँगै कुरा गरेर एउटै कलरको आउटफिट एउटै डिजाइनको आउटफिट लगाएर यसरी घुम्नु पनि हुन्छ गाडी आएर डिस्टर्ब भयो सबैजनाले चाहिँ सेट मिलाएर आफूलाई मनपर्ने साडी लगाएर आउनुहुन्छ अब आउँदैछ हाकु पटासी
एकदमै थोरै रहेछ जस्तो लाग्यो मलाई यो पालि चाहिँ आई डोन्ट नो तर आई थिङ्क हुनसक्छ मलाई चिन्दै थिएन नेवारहरूलाई चाहिँ रमाइलो गर्नको लागि केही चाहिँदैन एउटा बाजा भए पुग्छ यस्तो टाइपको बाजा ढुङ्गे बाजा जसरी भए पनि पुग्छ रमाइलो गर्नको लागि केही चाहिँदैन सबैजना रमाइलो गर्दै हुनुहुन्छ डिफ्रेन्ट टाइपको बाजाहरू पनि छ हामीसँग बाइक आएर सबै छेक्यो भाइ बन्दैछ खाने भए आउनु ल सानो बेबीहरू बच्चाहरू पनि छन् रमाइलो लास्ट त्यति नै हो इन्डिङ आई थिङ्क अलिकति कमै मान्छे छ जस्तो लाग्यो दिस इज इट अगाडि जाँदैछु अब भोइस ओभर पछि मात्रै गर्नुपर्छ अहिले त सुन्दैन हेलो गाइस मैले बोलेको केही पनि सुन्दैन अब मैले गरेँ भने पनि पछि भोइस ओभर गऱ्यो भने मात्रै हो गाइजहरू यति बेला चाहिँ मैले मम्मीलाई हेल्प गर्नुको लागि यो बास्केट समाएको है त कागको बेचमा बकुला जस्तै भयो अनि म त एकछिन भिडियो खिचेँ त्यसपछि म त यो लाइनबाट निस्किहालेँ जुन चाहिँ हो फुपूहरू त्यसपछि ठुलो मम्मीहरू आन्टीहरू दिदीहरू म त आई डोन्ट नो चिन्दै चिन्दैन को हो भनेर भिडियो खिचेँ यो भ्लग चाहिँ यस्तै नै हुन्छ सो हेरेर झ्याउ चाहिँ नमानिदिनु होला होइन अब नर्मली मैले खिच्नु भनेको यस्तै नै हो खिचेको पनि यस्तै नै हो रिलेटेड पनि यस्तै नै हो सो त्यही भएर झर्को पनि हेरेर इन्जोय गर्नु होला जसले रथ पूजाको पालो लिनु भएको उहाँहरूले त्यसरी पूजाको सामान बोकेर हुन्छ पहिला पूजा गर्नुहुन्छ त्यसपछि डिफ्रेन्ट आफूलाई जे मनपर्छ त्यो चढाउनुहुन्छ त्यो पनि हजुरहरूलाई म एकैछिन पछि यसपछिको भिडियोमा देखाउनेछु सो यो स्टार्टिङको रेड कलरको साडी भनेको चाहिँ त्यसले रथ पूजाको पालो लिनु भएको
उहाँहरूकै टिम मेम्बर हुनुहुन्छ, हामी पनि उहाँहरूको टिम मेम्बरमध्ये एक हो। सो रमाइलो हुन्छ। हरेक मन्दिरहरूमा चाहिँ परिक्रमा गर्ने गरिन्छ अनि हरेक मन्दिरमा चाहिँ यसरी तर्नाहरू ओछ्याएर राखेको हुन्छ। त्यसमा चाहिँ सबभन्दा मेन इम्पोर्टेन्ट चाहिँ फर्स्टमा जसले रथ पूजाको पालो लिनुभएको उहाँहरूले चाहिँ चढाउनुहुन्छ। पहिला चाहिँ पूजा गरिन्छ, त्यसपछि चाहिँ प्रसादको रूपमा चाहिँ मिठाईहरू भनौँ न, अब एक्ज्याक्टली त्यो मिठाईहरूलाई पनि के नाम भन्छ आई डोन्ट नो अल्सो। सो डिफ्रेन्ट टाइप्सको मिठाईहरू उनी बाजेले खनाउँदै हुनुहुन्छ। यसमा चाहिँ सबै भनिन्छ भनेर चाहिँ मैले पनि सुनेको। सो मेनली फर्स्ट मिठाई भनेको चाहिँ रथ पूजाको यही नै हो। पहिला भगवान्लाई चढाइन्छ, त्यसपछि चाहिँ भगवान्लाई छुट्टै भनौँ न छुट्टै राखेर लिएर आएको हुन्छ यसरी प्लास्टिकमा सबैलाई इक्वेल पारेर। सो यसरी खनाउँछौँ। त्यसपछि अब अभियसली नेवारको सबभन्दा मेन इम्पोर्टेन्ट भनेको रक्सी पनि यो सलीमा राखेर चाहिँ भगवान्लाई प्रसादको रूपमा चढाइन्छ। अब सबैजनाले चाहिँ पालो चढाउनुहुन्छ। फर्स्ट रक्सी चढाउनुहुन्छ, त्यसपछि आफूलाई जे मनलाई त्यो चढाउँदा भयो, चक्लेट पैसा जे पनि चढाउन पाइयो। सो मेन मन्दिरमा जुन ठाउँमा देउताको जात्रा हुन्छ, जुन देउताको रथ हुन्छ, त्यसमा चाहिँ यसरी प्रसाद चाहिँ चढाउनु पर्ने हुन्छ। अब केही टाइम चाहिँ यो बाजाको धुन सुनेर इन्जोय गर्नुहोला। सबैभन्दा धेरै चढाउनु पर्ने चाहिँ आई थिङ्क बालकुमारी मन्दिरमा हो। सो सबैले आफूलाई जे मन लाग्छ त्यही चढाउँदै हुनुहुन्छ। चाहिँ आई थिङ्क 5 to 6 देउतालाई चाहिँ चढाउनु पर्ने हुन्छ। सो मान्छेको क्राउड एकदम धेरै थियो। सो मैले अलिकति लङ ड्युरेसनको भिडियो क्याप्चर गरेको भएर चाहिँ लिटल बिट फास्ट गरिरहेको छु। सो हेर्नु होला। अब नर्मल्ली हेर्ने त्यस्तै नै हो। अब घरको अब अर्कोबाट सुनेर इन्जोय गर्नु होला।
अब चाहिँ पालो समेबजी खाने। यो चाहिँ रथ पूजाको प्रसाद भनेर मानिन्छ। सबै ठाउँ चाहिँ घुमेर आइसकेपछि सिद्धिकालीमा चाहिँ प्रसादहरू रेडी गरेर राख्नु भएको हुन्छ। सो अब ठिमीको जात्रा चाहिँ सुरु हुन लाग्यो। दियमु आउनुभएको मान्छेहरूको परिक्रमा गर्ने टाइम सकिन लागेपछि चाहिँ ठिमीमा 1 गतेदेखि न त 30 गते रातिबाट नै सुरु हुन्छ। सो 1 गते चाहिँ सिद्धिकाली लगेर पनि जात्रा गराउनुहुन्छ। सो हामी चाहिँ यो फर्किने टाइममा क्याप्चर गरेको भिडियो हो। अलमोस्ट हाम्रो परिक्रमा गर्ने पनि अलमोस्ट फिनिस्ड नै भइसक्यो भनेर भनौँ। अब चाहिँ त्यसपछि हाम्रो सकिसकेपछि चाहिँ ठिमीको चाहिँ सिन्दुर जात्रा सुरु हुन्छ 1 गतेको। अब चाहिँ हामी फर्किँदैछौँ। बाटो सुनसान छ। बोलेको केही पनि सुनेको छैन होला। खासमा फर्किने चाहिँ अर्कै बाटो हो। हामी चाहिँ त्यो बाटोबाट फर्केको, अरूहरू चाहिँ पछाडि आउँदै हुनुहुन्छ अर्कै बाटोबाट। तर हामी चाहिँ जुन बाटोबाट अघि बिहान आएको थियौँ त्यही बाटोबाट फर्किँदैछौँ। अब हामी घर जान्छौँ। अब घर जान्छौँ। घर गएर ड्रेस चेन्ज गर्छौँ। त्यसपछि फेरि हामी जान्छौँ, निस्किन्छौँ। कहाँ निस्किन्छौँ त्यो हामी त्यतै गएर भन्छौँ ल। हामी चाहिँ घर आइपुगेको छौँ फाइनल्ली। आई थिङ्क 6 आवर पछि। एकदम धेरै गाह्रो भएको छ हिँड्दा हिँड्दा। खुट्टा एकदम दुखेको छ। अब एकछिन रेस्ट गर्छौँ, फ्रेस हुन्छौँ, त्यसपछि फेरि निस्किन्छौँ। अनि कहाँ निस्किन्छौँ भनेर हामी त्यहीँ गएर भनौँला। ओके बाई अहिलेको लागि, सी यू। म चाहिँ ड्रेस चेन्ज गरेर यो आउटफिट लगाएको छु। अब हामी जाँदैछौँ भोज खानुको लागि। मैले हजुरलाई अघि त्यहीँ गएर भेट्छु भनेको थिएँ। अब सिचुएसन त्यस्तो हुन्छ कि हुँदैन त्यहाँ गएर भेट्न, आई डोन्ट नो। सो त्यो भएको भएर चाहिँ मैले फ्रेस त भएको छैन, अनुहार त्यस्तै नै छ होइन। ड्रेस चाहिँ चेन्ज गरेँ। सो अब हामी उता चाहिँ भोज खानु जान्छौँ। अब रथ पूजाको प्रसाद त अघि खाइहाल्यौँ। सो भोज पनि खानुपर्छ। बिहान चाहिँ घरमै खाना खाएको, अब चाहिँ त्यतै भोज खाने। त्यसपछि आई थिङ्क रातिको ठ्याक्कै 12 बजेपछि चाहिँ कुमारीको जात्रा सुरु हुन्छ। हामी त्यो पनि हेर्न जान्छौँ। सँगसँगै हजुरहरूलाई पनि देखाउन लग्छौँ। आई होप हजुरहरूले पनि इन्जोय गर्नुहुन्छ होला। हामी नेवारहरूको चाहिँ नयाँ वर्षलाई वेलकम गर्ने तरिका यस्तै नै छ। सो हजुरहरूले हेरेर इन्जोय गर्नुहुन्छ होला। अब चाहिँ हामी भोज खानातिर निस्किन्छौँ। नेवारी भोज कस्तो हुन्छ भयो भने म हजुरलाई देखाइदिन्छु। जस्ट सिम्पल हुन्छ, त्यस्तो धेरै भेराइटिजहरू त हुँदैन। जस्ट पूजाको प्रसाद भनेर भनिन्छ। सो त्यही नै हो ल। ओके मेरो फोनमा चार्ज पनि छैन, एकछिन चार्ज पनि गर्नु छ। अब हामी त्यतै गएर भेट्छौँ है त। ल अब सँगै बसेर हामी नेवारी भोज खाऊँ है त। फर्स्टमा राख्नुभयो चिउरा बजी, त्यसपछि आउँदैछ साग। ल सँगै बसेर खाऊँ है त। लेट्स इन्जोय नेवारी भोज, रथ पूजाको भोज। ल अब चाहिँ मलाई केही टाइम दिनुहोस्, म आफ्नो पेट पूजा गर्छु। हजुरहरू पनि आउनुहोस् है त खानको लागि। ओके अब म एकछिनमा सबै कुरा चढाइसकेपछि खान्छु। हस्।
सो अब चाहिँ सुरु हुँदैछ बोलीको चान्सी जात्रा, कुमारीको जात्रा। यसलाई चाहिँ कालिका माई पनि भन्ने गरिन्छ। सो अब म धेरै बोलिनँ, अब यही दिने बाचाको धुन सुनेर हजुरहरू पनि एकछिन नाच्नु होला, जता हुनुहुन्छ त्यतै बसेर नाच्नु होला, मुड फ्रेस गर्नु होला। यो चाहिँ राति 11:30 बजे सुरु भएको जात्रा हो। सो एकछिन हेरेर इन्जोय गर्नु होला, नाच्नु होला। ओके। अब कुमारी माई और कालिका माईलाई चाहिँ कुमारी पार्कतर्फ लैजाने तयारी हुँदैछ। अब यसपछिको जात्रा चाहिँ कुमारी पार्कमा कुमारी मन्दिरमा चाहिँ गर्ने गरिन्छ। कुमारी पार्कमा चाहिँ यो जुन कालिका माई छ उहाँको चाहिँ मम्मी हुनुहुन्छ अरे, त्यहाँ लगेर भेटाउने गरिन्छ वर्षको एकचोटि वैशाख 1 गतेको दिन। सो अब सबैजना चाहिँ कुमारी पार्कको कुमारी मन्दिरमा जाने तयारी गर्दै हुनुहुन्छ। ओके, हेरेर इन्जोय गर्दै हुनुहुन्छ होला। त्यसपछि मन्दिरको रथ गइसकेपछि चाहिँ बत्ती बालेर पनि लग्ने चलन छ, जसलाई चाहिँ चिलाक भनिन्छ। रातिको समयमा जात्रा गरिन्छ भने चाहिँ चिलाक पनि लग्ने गरिन्छ। अब पाले पालो कुमारीको रथ आइसकेपछि चिलाक पनि लिएर आउनुहुन्छ सबैजना।
चाहिँ आउँदै हुनुहुन्छ ओह्रालोबाट लिएर कालिका माई पनि भन्ने गरिन्छ। यो जुन मन्दिर छ यो चाहिँ कुमारीको आमाको मन्दिर भनेर मान्ने गरिन्छ। वर्षको एक दिन वैशाख 1 गते राति 12 बजे चाहिँ जहिले पनि भेटाउन लिएर आउनुपर्ने चलन गरेको छ। एक्ज्याक्टली के हो परम्परा अनुसार चाहिँ मलाई थाहा छैन, जस्ट मैले सुनेको भरमा चाहिँ भनेको हो हजुरहरूलाई। सो अब यो मन्दिरमा चाहिँ 3 राउन्ड परिक्रमा गराउनु पर्ने हुन्छ। त्यसपछि चाहिँ अनि राति चाहिँ कुमारीको जुन यो रथ रहेको छ राति चाहिँ यतै छोडेर जानुपर्छ र सबैले बिहान चाहिँ यो जुत्तिने बाजा बजाउने हुनुहुन्छ। उहाँको टिम मेम्बरले चाहिँ माथि गणेश मन्दिरमा लगेर राख्नुहुन्छ 2 गतेको जात्राको लागि। सो अब यो कुमारी पार्कको कुमारी मन्दिरमा चाहिँ 3 राउन्ड परिक्रमा गराउँदै हुनुहुन्छ। सो मैले 3 राउन्डको चाहिँ आइटम खिचेको जस्तो लाग्छ। एन्ड यो भिडियो चाहिँ सायद म यतैबाट इन्ड गर्छु होला। लेट्स सी के हुन्छ। पहिला जात्रा हेरेर इन्जोय गरौँ है त। मैले भिडियो खिच्ने बेलामा चाहिँ जहिले पनि मान्छेले मलाई डिस्टर्ब गरिरहेको हुन्छ। झन् अगाडि आएर भिडियो खिचेको यो 2 जना बुढो मान्छे अङ्कल भने कि बाजेहरूले मलाई डिस्टर्ब गर्नुभयो, मेरो भिडियो पनि बिगारिदिनु भयो। यतापट्टि जाउँ भनेको यताको गर्नुहुन्छ, यतापट्टि 2 जना केटी मान्छेले मलाई डिस्टर्ब गर्यो, मेरो भिडियो सबै बिगारिदिनु भयो। त्यही पनि मैले आफूले सक्नु जति क्याप्चर गरेको छु। बुढो मान्छेहरू पुरा सेल्फी हानेर देउताको अगाडि बसेर भिडियो खिच्दै हुनुहुन्छ। मेरो भिडियो चाहिँ बिगारिदिनु भयो। त्यही पनि ह्याप्पी न्यु इयर हजुरहरूलाई, अङ्कल बाजे वाट एभर। अब मैले भिडियोलाई चाहिँ यहीँ एन्ड गर्ने प्लान गरेँ। थ्याङ्क्स फर वाचिङ गाइज।